हे गाइज हजुरहरूलाई फेरि पनि स्वागत छ मेरो च्यानलमा। आज चाहिँ हामी तपाईको कमेन्टले भनेर म चाहिँ माइनक्राफ्ट खेलिरहेको छु। अब म फटाफट वुड तोड्ने छु। वुड तोडिसकेपछि म अब के बनाउन जाँदै छु। हजुरहरू कोले माइनक्राफ्ट खेल्नु भए कमेन्ट गरिदिनु होला कुन गेम मन पर्छ। वुड चाहिँ मैले तोडिसके, अब थोरै जम्मा गर्नुपर्छ र म लगहरु बनाउँछु। यसको लगहरु बनाएपछि अब यसको स्टिक बनाउँछु। स्टिक अनि क्राफ्टिङ टेबल एउटा। अब क्राफ्टिङ टेबललाई राखेर एउटा केही बनाउनु पर्यो। वेपनमा गएर एउटा एक्स एउटा स्वord बनाइहाल्छु म। अब म बनाइरहेको छु। हजुरहरूलाई आज ह्याप्पी न्यू इयर हो, वैशाख 1 गते। हजुरहरू कहाँ जानुभयो भनिदिनु होला घुम्न। म त आज यही घरमै माइनक्राफ्ट खेल्दै बसेको। हजुरको कमेन्ट पढेर थोरै अझै वुड चाहियो मलाई। वुड तोड्नु पर्यो थोरै अलि। ल वुड भयो। अब राति पनि हुन थाल्यो क्यारे। छिटो कतै जानुपर्छ सेल्टर बनाउन गाइजहरू। मैले चाहिँ यसमा मब स्पन अफ गरिरहेको छु है गाइजहरू। अब मब अलि खेल्न सक्दिनँ म, मबदेखि डर लाग्छ। ला यति झन्डै झरे गाइजहरू। ओहो कुन साइड जाउँ? यतै जानु पर्यो। ए बाटोहरू पनि कस्तो त हो, कस्तो त। यताबाट फेरि मुनि जाँदो रहेछ। थोरै अझै यता यहीँबाट जानु पर्यो गाइजहरू। ल अब यतै मुनि कतै सेल्टर बनाएर बस्छु कि गाइजहरू म। यसमा मब स्पन अफ गरेर आएको छु। अलि यतै जानु पर्यो। यही रिभर साइड बसौँ कि यता बसौँ कि? एकछिन मैले त्यहाँ के देखेँ गाइज, एकैछिन है। के देख्यो? ओ नो ला बेरीले छु। बेरी म राख्छु, कलेक्ट गर्छु बेरी, जङ्गली बेरी। थोरै अझै वुड काट्छु म। यहाँ 2टा 3टा अगाडि। अझै थोरै वुड काट्नु पर्यो। वाउ गाइज, वाउ भिलेज भेटे। यस। ल यो कुन खालको भिलेज हो कि अर्कै घर छ त गाइज। भिलेजरहरू रहेछ। रुक्न ट्रेड गरौँ। ट्रेड गर्ने इमरेल्डै छैन साथीहरू। होस् यो घरमा बसौँ कि यो घर कस्तो हो? यो घर देख्न मात्रै यस्तो राम्रै हुँदैन। यही घरमा बस्नु पर्यो। एउटा घाल्नु भित्र हेरौँ। भिलेजर सुतिरह। अब कस्तो ठाउँ छ? ल भित्र हेरौँ। यो पोस्टरहरू चाहिँ के काम? भत्काइदिन्छु म, कलेक्ट गर्छु। यतापट्टि जान्छु गाइजहरू। यहाँको चेस्ट हेरौँ न। वाउ गाइजहरू, कति धेरै सामान। ओ माई गड गाइजहरू, हेर्न सक्नुहुन्छ तपाईँले कति धेरै सामान पहिलेदेखि नै रहेछ। हजुर आई होप राम्रो लाग्यो होला। लाइक शेयर कमेन्ट गरिदिनु। आजको लागि यति नै, बाई।